नमस्ते। नेपालका चर्चित व्यक्तित्वहरूको जीवनी कथा संग्रहालय श्रृंखलामा आज एकजना त्यस्ता व्यक्तिको सम्पूर्ण जीवन कथा प्रस्तुत गर्दैछु। सर्वप्रथम त तपाई सम्पूर्णलाई मेरो यस A to Z नेपाली बायोग्राफी युट्युब च्यानलमा स्वागत छ। हो दर्शकबिन्द, आज म त्यस्ता व्यक्तिको बारेमा चर्चा गर्दैछु जसले नेपाली सिनेमामा यत्र तत्र सर्वत्र राज गर्दै नेपाली सिनेमालाई एउटा छुट्टै उचाइमा पुर्याउनका निम्ति निकै ठूलो योगदान र भूमिका निभाउनु भएको छ। जसको नाम हो नेपाली सिनेमाको महानायक राजेश हमाल। प्रिय मेरा दर्शक श्रोताबिन्द, राजेश हमालको जीवनी कथालाई सुरु गर्नु अघि तपाईहरूसँग मेरो एउटा सानो बिन्ती छ। कृपया च्यानलमा नयाँ हुनुहुन्छ या अहिलेसम्म तपाईले मेरो यस A to Z नेपाली बायोग्राफी च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने कृपया सब्स्क्राइब गरिदिनुहोला। र तपाईलाई कुन व्यक्तिको बारेमा जान्न र बुझ्न इच्छुक हुनुहुन्छ त्यो पनि कमेन्ट मार्फत मलाई जानकारी गराउनुहोला। अघिल्लो भिडियो तयार गर्नेछु। अब लागौं आजको श्रृंखलातर्फ। राजेश हमाल नेपाली सिनेमाका महानायक उपनामले प्रख्यात हुनुहुन्छ। उहाँको जन्म विक्रम सम्वत 2021 जेठ 26 गतेका दिन नेपालको पाल्पा जिल्ला तानसेनमा भएको थियो। पारिवारिक पृष्ठभूमि: राजेश हमालका पिता चन्द्रबहादुर हमाल शिक्षाविद र राजनयिक राजदूत हुनुहुन्थ्यो। उहाँले पाकिस्तान, भारत लगायत देशमा राजदूतको जिम्मेवारी सम्हाल्नु भएको थियो। राजेश हमालले आफ्नो बाल्यकालको केही समय भारतमा बिताउनु भएको थियो। राजेश हमालले शिक्षा भारतको पञ्जाब विश्वविद्यालय चण्डीगढबाट पुरा गर्नु भएको छ। त्यहाँबाट अंग्रेजी विषयमा स्नातक मास्टर डिग्री इन इङ्ग्लिश गर्नु भएको छ। राजेश हमालको कलात्मक यात्रा, करियर जोर्नी: राजेश हमालले आफ्नो अभिनय यात्रा सन् 1988 मा सुरु गर्नु भएको थियो। उहाँको पहिलो फिल्म युगदेखि युगसम्म थियो। त्यही फिल्मबाट उहाँले नेपाली सिनेमामा नयाँ युगको सुरुवात गर्नुभयो। राजेश हमालले नेपाली सिनेमा जगतलाई त्यस्ता थुप्रै सुपरहिट फिल्महरू दिनुभएको छ जस्तै युगदेखि युगसम्म, देवता, बसन्ती, हाम्रो जस्ता सपना, करोडपति, चितकार, एक नम्बरको आदमी, चिन मलाई। उहाँका धेरै फिल्महरूले नेपाली चलचित्र क्षेत्रमा नयाँ उचाइ र लोकप्रियता ल्याएका छन्। राजेश हमालले प्राप्त गर्नुभएका उपाधि र पुरस्कार के कस्ता छन् त? नम्बर 1 महानायक द मेगा स्टार उपाधिले सम्मानित। नम्बर 2 नेशनल फिल्म अवार्डका धेरै पटक विजेता। नम्बर 3 विभिन्न नेपाली चलचित्र संघद्वारा प्रदान गरिएका पुरस्कारहरू। नम्बर 4 सांस्कृतिक योगदान र सामाजिक सन्देशमूलक भूमिकाका लागि पनि प्रशंसा प्राप्त गर्नुभएको छ महानायक राजेश हमालले। महानायक राजेश हमालको व्यक्तिगत जीवन कस्तो छ त? राजेश हमालले सन् 2014 मा मधु भट्टराईसँग विवाह गर्नुभयो। उनीहरू बीचको सम्बन्ध धेरै वर्षको मित्रतापछि वैवाहिक बन्धनमा परिणत भएको हो।
राजेश हमालका अन्य योगदानहरू कस्ता छन् त? सञ्चालन र सामाजिक अभियानमा सहभागिता। राजेश हमाल टेलिभिजन कार्यक्रम को बन्छ करोडपति केबीएस नेपालका प्रस्तुतकर्ता पनि रहिसक्नु भएको छ। उहाँले शिक्षा, मानव अधिकार र सामाजिक सचेतना सम्बन्धी अभियानहरूमा सक्रिय सहभागिता जनाउनु भएको छ। राजेश हमालको व्यक्तित्व र प्रभाव कस्तो छ त? राजेश हमाल केवल अभिनेता मात्र होइनन्, उनी अनुशासन, सौम्यता र सम्मानपूर्वक व्यवहारका प्रतीक हुन्। नेपाली चलचित्रका लागि उहाँ निष्ठा, आत्मविश्वास र आधुनिक सोचका प्रतिरूप हुनुहुन्छ। हुन त राजेश हमालका जति पनि फिल्म छन् ती मध्ये अधिकांश फिल्मका गीतहरू सुपरहिट नै छन् र पनि म केही फिल्मका नाम र गीतको बोल तपाईहरूलाई स्मरण गराउन चाहन्छु। नम्बर 1 फिल्मको नाम देवता। गीतको बोल अब यो बाटो मेरो हो कि। यस गीतमा आवाज रहेको छ गायक इन्द्रजित निझारको। त्यसैगरी यस गीतका संगीतकार रहेका छन् रञ्जित गजमेर र यस गीतका गीतकार रहेका छन् कुसुम गजमेर। नम्बर 2 फिल्मको नाम वासुदेव। गीतको बोल जति निर्मल त्यति चोखो। यस गीतका गायक गायिका हुनुहुन्छ उदित नारायण झा, दीपा झा, रबिन शर्मा र भारती गजमेर। त्यसैगरी संगीतकार हुनुहुन्छ रञ्जित गजमेर र गीतकार हुनुहुन्छ एलपी देवकोटा, निर शाह र हरिवंश आचार्य। संक्षिप्त जीवन सारांश। नाम राजेश हमाल। जन्म मिति 2021 जेठ 26 गते। जन्म स्थान पाल्पा। शिक्षा MA अंग्रेजी पंजाब विद्यालय। पेशा अभिनेता, प्रस्तुतकर्ता, समाजसेवी। पहिलो फिल्म युगदेखि युगसम्म। पत्नी मधु भट्टराई। उपाधि नेपाली चलचित्रका महानायक। सक्रियता 3 दशक भन्दा बढी समयदेखि चलचित्र क्षेत्रमा योगदान। एउटा कालखण्ड, एउटा युग र एउटा नाम राजेश हमाल। समयले धेरै कुरा परिवर्तन गर्छ तर उहाँले लेखेको महानायकको इतिहास सदैव अटल रहन्छ। यही हो एक कलाकारको अमरता। धन्यवाद प्रिय दर्शक श्रोताबिन। तपाईहरुलाई आजको यस कथा कस्तो लाग्यो? जस्ताको तस्तै आफ्नो प्रतिक्रिया दिन नबिर्सिनुहोला र भिडियो मन परेको भए भिडियोलाई लाइक, शेयर गर्दै च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। हवस् त, नमस्कार।